भन्छ कि परमेश्वर डाही गर्नुहुने परमेश्वर हुनुहुन्छ। हामी भित्र राखेको आत्माको उहाँ तीव्र डाहा गर्नुहुन्छ। बुझ्दै हुनुहुन्छ? त्यसले गर्दाखेरि नि तपाईँ परमेश्वरको धन हुनुहुन्छ, परमेश्वरको महिमा तपाईँ भित्र उहाँले लुकाउनु भएको छ। हालेलुया। त्यसैले गर्दाखेरि नि वचनमा चाहिँ अधिकार छ, वचनमा चाहिँ अधिकार छ, वचनले चाहिँ अधिकारलाई बोकेको छ। आमेन। वचनले चाहिँ अधिकारलाई बोकेको छ, वचनले चाहिँ चङ्गाइलाई बोकेको छ, वचनले चाहिँ अभिषेकले बोकेको छ। किनभने यूहन्ना 1:1 भन्छ कि वचन चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, वचन चाहिँ परमेश्वर हुनुहुन्छ। आमेन आमेन। जब तपाईँ यो वचनले विश्वास गर्नुहुन्छ, जब तपाईँ यो वचनमा लागि पर्नुहुन्छ, जब यो वचनभित्रको शक्ति अनि अख्तियारलाई तपाईँले खोज्नुहुन्छ नि, भजनको लेखकले भन्छ कि परमेश्वरको दर्शन अनि उहाँको मुहारको चाहिँ निरन्तर खोजी गर भनेको छ। आमेन। त्यसले गर्दाखेरि वचनभित्र के छ भन्नुहोस् त? अधिकार छ, वचनभित्र चङ्गाइ छ, वचनभित्र छुटकारा छ। आमेन। जब तपाईँ वचन बोल्नुहुन्छ, जब तपाईँले वचनलाई पढ्नुहुन्छ नि, तपाईँले येशूलाई देख्नु आवश्यक छ। आमेन। तपाईँले येशूलाई देख्नु आवश्यक छ। किन भन्नुहोस् त? वचन उहाँ नै हुनुहुन्छ। हामीले बोल्दै गर्दा होस्, हामीले बाइबलमा हामीले पढ्दै गर्दा होस्, अध्ययन गर्दै होस्, हामीले येशूलाई देख्नु आवश्यक छ, हामीले उहाँलाई भेट्टाउनु आवश्यक छ। आमेन। आज तपाईँ कतिजना रोगमा हुनुहुन्छ होला, कतिजना तपाईँ बिमारमा हुनुहुन्छ, तर म तपाईँलाई यो कुरा भनिदिउँ, चङ्गाइ चाहिँ बालाको रोटी हो, चङ्गाइ चाहिँ बालाको रोटी हो। परमेश्वरले दिनु नै हुन्छ, परमेश्वरले निको पार्नु नै हुन्छ। उहाँको वचनको शक्तिमा चाहिँ नि कुनै पनि कुराहरू टिक्न सक्दैन। आमेन। उहाँको वचनको शक्तिमा कुनै पनि कुराहरू टिक्न सक्दैन। एउटा संसारिक बाबुले त आफ्नो छोराछोरीहरू बिमार हुँदै गर्दाखेरि वैद्य कहाँ लिएर जान्छ, हस्पिटलमा लिएर जान्छ है, कसरी हुन्छ उसले निको पार्ने कोसिस गर्छ। तर परमेश्वर पिताले तपाईँ रोगमा भएको उहाँले देख्न चाहनुहुन्न, तपाईँ परिस्थितिमा रहेको उहाँले देख्न चाहनुहुन्न। चङ्गाइ चाहिँ के हो भन्नुहोस् त? बालाको रोटी हो। परमेश्वरले तपाईँलाई निको पार्नुहुन्छ, परमेश्वरले तपाईँलाई छुटकारा दिन चाहनुहुन्छ। आमेन। अस्ति मैले एउटा वचनलाई सुन्दै थिएँ अनि एउटा प्रभुको दासले भन्दै हुनुहुन्थ्यो, जब हामी यस पृथ्वीमा जन्मेको, यस पृथ्वीमा हामी जन्मिँदै गर्दाखेरि चाहिँ हामीले कुनै पनि रोगमा हामी जन्मेको होइनौँ, तर त्यसरी नै हामी परमेश्वर कहाँ उठाएर लाँदै गर्दाखेरि, परमेश्वरको घर जाँदै गर्दाखेरि नै हामी रोग बिना हामी जानुपर्छ, हाम्रो मृत्यु चाहिँ महिमित हुनुपर्छ भनिकन उहाँले दामी तरिकाले भन्दै हुनुहुन्थ्यो है। त्यसले गर्दाखेरि नै रोग तपाईँको भाग होइन। बुझ्दै हुनुहुन्छ? रोग तपाईँको भाग होइन, तर तपाईँको भाग चाहिँ चङ्गाइ छ, तपाईँको भाग चाहिँ प्रशस्त छ, तपाईँको भागभित्र चाहिँ अभिषेक छ, तपाईँको भागभित्र चाहिँ महिमाको कुराहरू छ, तपाईँको भागभित्र नि स्वर्गमा राखेको हरेक कुराहरू तपाईँको लागि हो। आमेन। यो चाहिँ बालकको रोटी हो, परमेश्वरले दिनु नै हुन्छ। आमेन। शक्ति वचनबाट प्रकट हुन्छ। बुझ्दै हुनुहुन्छ? शक्ति चाहिँ मानिसबाट होइन, तर शक्ति चाहिँ वचनबाट प्रकट हुन्छ, अभिषेक वचनबाट प्रकट हुन्छ, अभिषेक चङ्गाइ अनि वचनबाट प्रकट हुन्छ। किनभने वचन येशू ख्रीष्ट हुनुहुन्छ, वचन येशू ख्रीष्ट हुनुहुन्छ। प्रभु येशूले पछ्याउँदा गरेको हरेक भिडहरूलाई नि, भिडहरूमा कस्तो मानिसहरू थियो भन्नुहोस् त? रोगीहरू थियो, बिमारीहरू थियो, अन्धाहरू थियो, लङ्गडाहरू थियो, बहिराहरू थियो, तर हरेकले परमेश्वरले निको पार्नुभयो। आमेन। हरेकले परमेश्वरले निको पार्नुभयो। हालेलुया। अनि उहाँले हरेक कुरा उहाँको जीवनमा, प्रभु येशूको जीवनमा आउँदै गरेको परीक्षामा पनि उहाँले वचनद्वारा शैतानलाई हराउनु भयो। हामीले हेऱ्यौँ भनेदेखिलाई मत्तीको पुस्तक 4 अध्यायमा हामीले हेऱ्यौँ भनेदेखिलाई त्यहाँ शैतानले प्रभु येशू ख्रीष्टले परीक्षा गरेको छ, तर उहाँले वचनद्वारा शैतानलाई हराउनु भयो। लेखिएको छ, तैँले आफ्नो परमप्रभु परमेश्वरलाई दण्डवाद गर्नु। लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित हुँदछ। हरेक कुरामा नि प्रभु येशू ख्रीष्टले वचनलाई कोट गर्नुहुन्थ्यो, प्रभु येशू ख्रीष्टले वचनद्वारा उहाँले जित्नुहुन्थ्यो, प्रभु येशू ख्रीष्टले वचनद्वारा काम गर्नुहुन्थ्यो। आमेन। आमेन। त्यसैले गर्दाखेरि नि हामी जुन चाहिँ ऋतुहरूमा जिराखेका छौँ, जुन समयहरूमा हामी जिराखेका छौँ नि, यो चाहिँ डबल% अनोइन्टिङभित्र हामी जिराखेका छौँ, डबल% महिमाभित्र, त्यो ग्लोरीभित्र हामी बस्न लागिराखेका छौँ। मेरो प्रियहरू, हाम्रो विचार ठुलो हुनु जरुरी छ, हाम्रो विश्वास ठुलो हुनु जरुरी छ। हक्कै 2:9 भन्छ कि पछिको महिमा अघिको भन्दा बढ्ता हुनेछ भनिकन सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ। जुन चाहिँ महिमाभित्र अब मण्डली सिफ्टिङ हुन लागिराखेको छ नि, त्यो चाहिँ ठुलो छ। यसैले गर्दाखेरि हाम्रो तयारी, हाम्रो विश्वास पनि ठुलो हुनु जरुरी छ।
आमेन। ठुलो हुनु जरुरी छ। परमेश्वरले जुन कुरा अब हाम्रो जातिमा गर्न लाग्नु भएको छ, जुन चाहिँ महिमा अनि प्रतिज्ञाहरू यति बेसी परमेश्वरले गर्नुभएको छ, तब जब तपाईँले बाइबलमा हेर्नुभयो भनेलाई नि उहाँको प्रतिज्ञाहरू, उहाँको अगमबानीहरू, उहाँको महिमाको कुराहरू चाहिँ यति बेसी यो पुस्तकको लागि छ। तर कसले पक्रिने त्यो कुरालाई, को पस्ने त्यो महिमाभित्र, कसले त्यो कुराको लागि उभिने, कसले त्यो कुराको लागि चाहना गर्ने, को त्यो कुराको लागि भोकाउने, परमेश्वरले यो दिनहरूमा खोजिराख्नु भएको छ। परमेश्वरले यो दिनहरूमा खोजिराख्नु भएको छ हैन। जब उहाँलाई देख्ने अरे हामी हेर्ने इच्छा गर्छौँ, जब उहाँको मुहारको हामी खोजी गर्छौँ भनेदेखिलाई नि परमेश्वरले आफैले प्रकट गर्नुहुन्छ। आमेन। परमेश्वरले आफैले प्रकट गर्नुहुन्छ। जब हामीले हेरौँ भनेदेखिलाई पहिलो सामुएलको पुस्तक 10 अध्यायको 5 देखि हामी 7 सम्म हेर्नेछौँ। यहाँ यसो पनि लेखिएको छ, यहाँ चाहिँ साउल चाहिँ आफ्नो बाबुको हराएको गतलाई खोज्न जाँदै गर्दाखेरि नि सामुएल अगमवक्तासँग चाहिँ भेट भएको कुरा हामीले पाउँछौँ। र यहाँ यसरी लेखिएको छ, त्यसपछि तपाईँ परमेश्वरको गिबा जानुहुनेछ, जहाँ फलिस्तीहरूको चौकी छ, जसै तपाईँ सहरको नजिक पुग्नुहुनेछ। तपाईँले डाँडाको थानबाट ओर्लिरहेका अगमवक्तहरूको एकदल अघि खैजडी, बाँसुरी र बिडा बजाउँदै आइरहेको भेटाउनुहुनेछ अनि तिनीहरूले अगमबाणी बोलिरहेका हुनेछन्। तब परमप्रभुको आत्मा शक्तिसित तपाईँमा उत्रनुहुनेछ र तपाईँ पनि तिनीहरूसित अगमबाणी बोल्नुहुनेछ अनि तपाईँ अर्कै मानिसमा बदलिनुहुनेछ। जब यी चिन्हहरू पुरा हुनेछन् तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्वर तपाईँसँग हुनुहुनेछ। आमेन। यहाँ एउटा शक्तिशाली घटना छ है, सुन्नुहोस् है। साउल चाहिँ आफ्नो हराएको बाबुको गधालाई खोज्दै जाँदाखेरि हुन्छ नि, जुन नियति साउलको जीवनमा परमेश्वर राखिदिनु भएको छ, त्यो नियति चाहिँ अब पुरा हुने समयभित्र साउल पस्दैछ। सुन्नुहोस् है, साउल पस्दैछ। जुन स्वर्गले उसको जीवनमा राखेको नियतिको कुराहरू थियो, जुन महिमा, जुन अभिषेकको कुरा, जुन राजाको के भन्छ त्यो अथोरिटीमा उसले बोल्ने कुराहरू, उसले इजरायललाई लिड गर्ने कुराहरू चाहिँ नि, जुन कुरा स्वर्गले तयारी गरेको थियो नि, अब त्यो तयारीभित्र चाहिँ साउल पस्दैछ। अनि साउलले जसै सामुएलले अगमबानी दियो या सामुएलले अभिषेक गर्यो, अनि त्यसपछि भनेको छ कि तब परमप्रभुको आत्मा शक्तिसित तपाईँ उत्रनुहुनेछ र तपाईँ पनि तिनीहरूसित अगमबाणी बोल्नुहुनेछ। आमेन। जसै सामुएलले जुन प्रोफेसी गर्यो या जसरी अभिषेक गर्यो नि, साउलको जीवनमा एक्ज्याक्ट त्यो कुराहरू भएको छ। किनभनेदेखि जसरी एउटा अगमवक्ताले बोल्यो नि, एउटा बोल्दै गर्दाखेरि चाहिँ साउल चाहिँ त्यो ऋतुभित्र पसेको छ। सुन्नुहोस् है, अझ तपाईँ कतिजनाको जीवनमा अगमबाणी आएको होला, अगमबाणी गरेको होला, तपाईँको जीवनमा यो कुरा हुन्छ, तपाईँको जीवनमा यो कुरा हुन्छ भनिकन, तर त्यो कुरा चाहिँ कतिखेर पुरा हुन्छ भनेदेखिलाई नि जब हामी त्यो अगमबाणीभित्र हामी पस्छौँ, त्यो वचनभित्र पस्छौँ, बोलेको समयभित्र जब हामी लम्किन्छौँ भनेदेखिलाई नि त्यो अगमबाणी चाहिँ त्यतिखेर पुरा हुन्छ। अनि जसै बाँसुरी बजाउनेहरू, खैँचडी बजाउनेहरू, बिडा बजाउनेहरू आइरहेको थियो नि, त्यो एउटा अगमवक्ताको दलभित्र स्वाट्टै साउल पस्यो नि, उसले अगमबाणी गर्न लागेको छ। आमेन। उसले अगमबाणी गर्न लागेको छ। परमेश्वरको आत्माद्वारा नि उसले अगमबाणी गर्न सुरु गरेको छ। एक्ज्याक्ट हामी पस्दै गरेको समय र दिनभित्र नि परमेश्वरले अबको दिनमा के कुरा यस पृथ्वीमा गर्न लाग्नु भएको छ। जब हामी उहाँको अलाइनमेन्टभित्र, उहाँको वचनभित्रको शक्तिलाई र उहाँले राखिदिनु भएको समय र ऋतुभित्र हामी चिन्छौँ, त्यो भित्र हामी जब पस्छौँ भनेदेखिलाई नि एक्ज्याक्ट यही कुरा अबको दिनमा यो पुस्तामा परमेश्वरले शक्तिशाली काम गर्न लाग्नु भएको छ। आमेन। यो पुस्तामा परमेश्वरले आफ्नो महिमाले प्रकट गर्न लाग्नु भएको छ। त्यसले गर्दाखेरि अगमबाणी जसै अगमवक्ताबाट आयो नि, सुन्नुहोस् है, अगमबाणी जसै अगमवक्ताबाट आयो, आजको दिनमा प्रभुको दासले अगमबाणी गर्नुहुन्छ परमेश्वरको आत्माद्वारा, त्यो अगमबाणी कतिखेर पुरा हुन्छ भनेदेखिलाई नि जब हामीले बोलेको वचनले विश्वास गर्छौँ, जब हामी त्यो कुरालाई पक्रिन्छौँ, प्रभु यो कुराको लागि चाहिँ म तयार हुन्छु नि, म त्यो ऋतुभित्र चाहिँ म पस्छु भनिकन जसै तपाईँले विश्वासमा पक्रिने हुन्छ नि, त्यतिखेर चाहिँ त्यो अगमबाणी तपाईँको जीवनमा पुर्याउन थाल्छ।
आमेन। दोस्रो पत्रुसको 1:20 अनि 21 सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ कि पवित्र शास्त्रको कुनै पनि अगमबानी व्यक्तिगत व्याख्याको विषय होइन। अगमबानी चाहिँ व्यक्तिगत व्याख्याको विषय होइन भनेको छ। कसरी चाहिँ अगमबानी अगमवक्ताले गरे, कसरी चाहिँ परमेश्वरले उनीहरूलाई देख्न दिनुभयो। जब यसैको पुस्तक 6 अध्यायमा हेर्दै गर्दाखेरि उजिया राजा मरेको पहिलो वर्षमा यसैले चाहिँ यसैको अगाडि के खुल्यो भन्नुहोस् त, स्वर्ग खुलेको छ। उसले स्वर्गलाई देखेको छ, परमेश्वरको थ्रोन रुमलाई देखेको छ, सरफिनीहरूलाई देखेको छ, करूबहरूलाई देखेको छ, स्वर्गदूतहरूलाई देखेको छ। जस्तै स्वर्गदूतहरूले नि परमेश्वरको सिंहासन अगाडि चाहिँ गाइराखेको थियो, पवित्र 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 जसरी उनीहरूले गाइराखेको थियो नि। बाइबलले भन्छ उनीहरूको स्वरहरूले चाहिँ जगहरू हल्लियो भनेको छ। आमेन। यसैले त्यसपछि यसैले भने हाय म त अशुद्ध ओठ भएको मानिसहरूको बिचमा बस्छु, आई म त नष्ट हुन लागे। तर त्यही बिचमा एकजना सरफिन आइकन चाहिँ एउटा वेदीको आगोले चाहिँ उसको ओठलाई डामिदिएको छ। शुद्ध भयो। जसै उसले शुद्ध भयो नि, उसको पाप क्षमा भयो नि, उसको अधर्म क्षमा भयो नि। यसैले परमेश्वरको आवाजले सुन्न सुरु गरेको छ, मेरो निम्ति को जाने, मेरो निम्ति को जाने। अनि यसैले भनेको छ प्रभुमा हाजिर छु, प्रभुमा हाजिर छु। हामीले त्यहाँदेखि उताको च्याप्टरलाई हेरौँ भन्दाखेरिलाई नि यसैले यति बेसी अगमबानी गरेको छ। आउने दिनको हामी जिउँदै गरेको युगको प्रभु येशू ख्रीष्ट कसरी जन्मिनुहुन्छ। हेर एउटा कन्या गर्भवती हुनेछ, उसले एउटा छोरालाई जन्माउनेछ अनि उसको नाम चाहिँ इम्मानुएल राखिनेछ भनिकन यसैले अगमबानी गर्न लागे। आमेन। त्यो अगमबानी पुर्याउन बहुत समय लाग्यो। तर पनि उसले जब त्यो आत्माको भरपुरीमा, पवित्र आत्माको भरपुरीमा, परमेश्वरको शक्तिमा उसले बोल्न लाग्यो नि, त्यो कुरा चाहिँ पुरा हुन आएको छ। आमेन। यसैले गर्दाखेरि नि अगमबानी चाहिँ कुनै व्यक्तिगत विषय होइन। जस्तै पवित्र आत्माको प्रेरणामा, परमेश्वरको शक्ति अनि सामर्थ्यमा जसरी हामी बोल्छौँ नि, त्यो कुरा चाहिँ देखा पर्न थाल्छ। आमेन। हितोपदेशकको पुस्तक 18:21ले यही कुरा भन्छ कि जीवन अनि मृत्युको शक्ति चाहिँ हाम्रो जिब्रोमा छ। जब हामी त्यो कुराहरू बोल्न थाल्छौँ नि, हामी जीवनले बोल्न थाल्छौँ, हामी सङ्घारले बोल्न थाल्छौँ, हामी छुटकाराले बोल्न थाल्छौँ, हामी आशिषले बोल्न थाल्छौँ नि, त्यो कुराहरू चाहिँ हुन आउँछ। किन भन्नुहोस् त, त्यो चाहिँ व्यक्तिगत विषय होइन, त्यो चाहिँ परमेश्वरको वचनले दिएको अधिकार हो। आमेन। परमेश्वरको वचनले दिएको अधिकार हो। जब हामी यो अधिकारभित्र, जब हामी यो वचनमा उभिकन हामी विश्वासमा बोल्छौँ भनेदेखिलाई नि त्यो चाहिँ कार्यमा देखा पर्न थाल्छ। आमेन। त्यो चाहिँ कार्यमा देखा पर्न थाल्छ। अनि साह्रो शक्तिशाली कुरा त्यही 21 पदमा लेखिएको छ, किनकि मानिसको इच्छाद्वारा कुनै अगमबानी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्। आमेन। मानिसको इच्छाबाट आएन अगमबानी, तर परमेश्वरको आत्माको प्रेरणामा, पवित्र आत्माको शक्तिको भरपुरीमा जसरी उनीहरूले बोल्न थाले। कसरी भन्नुहोस् त, परमेश्वरको तर्फबाट बोले उनीहरूले। परमेश्वरको इच्छाको कुराहरू, परमेश्वरको योजनाको कुराहरू, उहाँले जे कुरा गर्न लाग्नु भएको छ, उहाँले जुन कुरालाई तयार पार्नु भएको छ, त्यो कुरा चाहिँ पवित्र आत्माको शक्तिमा, आत्माको भरपुरीमा उनीहरूले बोल्न लागे। आमेन। पहिलो कोरिन्थ 14:39मा यसरी लेखिएको छ, यसकारण भाइयो अगमबानी बोल्ने उत्कट इच्छा गर र अन्य भाषा बोल्नेलाई मनाइ नगर। पावलले भनेको छ कि अगमबानी बोल्ने चाहिँ उत्कट इच्छा राख भनेको छ। यो चाहिँ व्यक्तिगत विषय होइन, तर पवित्र आत्माको शक्तिमा, पवित्र आत्माको भरपुरीमा यो चाहिँ जब हामी बोल्छौँ उहाँको उपस्थितिमा भिजेर, पवित्र आत्माको शक्तिमा भिजेर, पवित्र आत्माको सामर्थ्यमा भिजेर जब हामी बोल्छौँ भनेदेखिलाई नि त्यो कुरो चाहिँ पुरा हुन थाल्छ। आमेन। त्यो कुरोहरू चाहिँ पुरा हुन थाल्छ। यस कारणले गर्दाखेरि पहिलो तिमोथी 4:14-15 यसरी बताएको छ, पावलले तिमोथीले भनेको छ है, तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्डरहरूले तिनीहरूका हात तिमीमाथि राख्दा अगमबानीद्वारा तिमीहरूलाई मिलेको थियो, यी कर्तव्यहरू पालना गर, तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखुन्। आमेन। तिमीले चाहिँ वरदानलाई अवहेलना नगर भनेको छ। आज कतिजना छ नि वरदान, परमेश्वर दिनुभएको वरदान छ नि, कतिजनासँग गाउने वरदान छ, कतिजना एउटा आराधना गर्ने वरदान छ, प्रचार गर्ने वरदान छ, मेलमिलापमा राख्ने वरदान छ है, थुप्रो वरदानहरू छ नि। तर बाइबलले भन्छ तिमीले जुन वरदान चाहिँ तिमीले पाएको छौ नि, त्यो वरदानलाई चाहिँ अवहेलना नगर। आज कतिजना अन्य भाषाको वरदान,
अगमबानीको वर्धन छ, शिक्षाको वर्धन छ, प्रचारको वर्धन छ है, अगमवक्ताको वर्धन, अगमबानीको वर्धनहरू छ। तर बाइबलले भन्छ तिमीहरूले चाहिँ वर्धनलाई अवहेलना नगर, अवहेलना नगर, अवहेलना नगर, किनभने तिमीहरूको के होस्, प्रगति होस्, आत्मिक प्रगति होस्, उन्नति होस् भनेको छ क्या। अन्य भाषा बोल्नेले चाहिँ आत्मिक सुधार गर्छ भनेको प्रभुको वचनले भन्छ। अन्य भाषा बोल्नेले चाहिँ मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ। उसले के कुरा बोल्दैछ कसैले बुझ्दैन, तर उसले आत्मामा चाहिँ रहस्यको कुरोहरू बोल्छ भनेको छ। आमेन। त्यसले गर्दाखेरि परमेश्वरले जुनै वरदान तपाईँलाई दिनुभएको छ, आज म तपाईँलाई भन्छु तपाईँले विश्वासमा चलाउनुहोस्। अन्य भाषाको लेभलमा मात्रै नबस्नुहोस्, तर जब अन्य भाषाको गहिराइमा जानुहुन्छ नि, तपाईँ जति त्यो भित्रको खजनामा जान थाल्नुहुन्छ नि, जति तपाईँले खोज्नुहुन्छ, जति तपाईँ त्यो अन्य भाषाको लेभलमा चाहिँ तपाईँले बोल्ने मात्रमा होइन, रिखा तालामा सक्राहा अन्धर, तपाईँ यतिमा नबस्नुहोस्, तर योभन्दा अझै गहिराइमा जानुहोस्। जति तपाईँले खोताल्नुहुन्छ नि, जति तपाईँले त्यो गहिराइमा जानुहुन्छ नि, तपाईँ परमेश्वरको त्यत्तिकै नजिकतामा पुग्दै गरेको हुन्छ। आमेन। जति तपाईँ अन्य भाषाको गहिराइमा जानुहुन्छ नि, तपाईँले त्यति नै परमेश्वरले नजिकमा भेटाउन थाल्नुहुन्छ। आमेन। त्यसले गर्दाखेरि जुनै वरदान परमेश्वरले तपाईँलाई दिनुभएको छ, त्यसलाई विश्वासमा चलाउनुहोस्, विश्वासमा कार्य गर्नुहोस्। आमेन। पहिलो थेसलोनिके 5:19-20 यो कुरा भन्छ, पवित्र आत्माले ननिभाऊ अनि अगमबानीले तुच्छ नठाना। पवित्र आत्माले के गर, किन गर्नु, ननिभाऊ भनेको छ। लेवीको पुस्तकमा सारा शक्तिशाली कुरा लेखिएको छ कि वेदीमा आगो निरन्तर जलिनै रहोस्। बुझ्दै हुनुहुन्छ? वेदीमा आगो निरन्तर जलिनै रहोस्, वेदीमा आगो निरन्तर जलिनै रहोस्। पवित्र आत्मालाई ननिभाऊ, अगमबानीले तुच्छ नठान। जब हामी यो कुरामा लागिपर्छौँ, उहाँसँग जोडिरहन्छौँ, उहाँसँग हामी खोजिरहन्छौँ, उहाँको मुहारको, उहाँको दर्शनको हामी खोजि नै रहन्छौँ भनेदेखि नि म तपाईँले यो कुरा भनिदिउँ, तपाईँ सेम ठाउँमा रहनुहुन्न। तपाईँ आज जुन जीवन जिउँदै हुनुहुन्छ नि, तपाईँ त्यही लेभलमा रहनुहुन्न, तपाईँ त्यही आयमा बस्नुहुन्न। जति तपाईँको खोजाइ छ नि, तपाईँ त्यति नै भित्र पस्नुहुन्छ। जति तपाईँको चाहना गर्नुहुन्छ नि, तपाईँको जीवनमा त्यति नै त्यो अभिषेकहरू बग्न थाल्छ। तपाईँ जति प्रभुसँग गाँसिन थाल्नुहुन्छ, जति तपाईँ दागको बोर्डसँग गाँसिनुहुन्छ नि, तपाईँको जीवनमा त्यति नै अनोइन्टिङहरू फ्लो हुन थाल्छ। त्यति नै तपाईँको जीवनबाट शक्तिको कामहरू प्रकट हुन थाल्छ। त्यति नै तपाईँको जीवनबाट महिमाको कुरोहरू बगिन निस्किन थाल्छ। त्यति नै तपाईँको जीवनबाट चाहिँ जिउँदो पानीको मुहानहरू फुटिकन बाहिर निस्किन थाल्छ। आमेन, आमेन, आमेन। त्यसले गर्दाखेरि नि परमेश्वरको वचनलाई हामीले विश्वास गर्नु जरुरी छ। वचनको आयामभित्र पस्दै गर्दाखेरि नि सीमित नरहनुहोस्। आत्माको प्रेरणामा, पवित्र आत्माको सामर्थ्यमा, त्यो शक्तिमा जसरी तपाईँ फ्लो हुन थाल्छ नि, परमेश्वरले अचम्मको कामहरू गर्न थाल्नुहुन्छ। अनि जुन चाहिँ महिमाको कुराहरू छ, जुन चाहिँ अन्तिम दिनको महिमाको कुराहरू छ, जुन चाहिँ डबल पर्सेन्ट अनैन्यको कुराहरू, अगमबानीको कुराहरू, जागृतिको कुराहरू हामीले सुनिराखेको छौँ, त्यो भित्र पस्नको लागि चाहिँ नि हाम्रो जीवन सबैभन्दा पहिले ख्रिस्टमा समर्पित भएको जीवन हुनु जरुरी छ। उहाँसँग लागिराख्नु पर्ने, उहाँको वचनलाई मनन गरिराख्नु पर्ने, उहाँको उपस्थितिमा भिजिरहनु आवश्यक छ। आमेन है। पवित्र आत्मालाई हामीले निप्न दिनु भएन, अगमबानी तुच्छ ठान्नु भएन। जब हामी यो कुरामा लागिरहन्छौँ, उहाँलाई खोजिरहन्छौँ भनेदेखिलाई नि जागृति तपाईँबाट सुरु हुन्छ, महिमाको कुरो तपाईँबाट प्रकट हुन थाल्छ, शक्तिको कुरो तपाईँबाट प्रकट हुन थाल्छ। किनभने तपाईँ दागको बोर्डसँग गाँसिँदै हुनुहुन्छ, तपाईँ दागको बोर्डसँग गाँसिरहनु भएको छ, तपाईँको जीवनमा फल फल्न सुरु हुन्छ। मान्छेले हेर्दै गर्दाखेरि संसार अचम्म नि छक्कित पर्छ होला, किनभने तपाईँमा त्यो फललाई मान्छेले देख्न थाल्छ। आमेन। त्यो फल तपाईँमा मानिसले देख्न थाल्छ। यस कारणले गर्दाखेरि मेरो प्रियहरू, हामीले जुन चाहिँ वरदानमा, जुन चाहिँ वचनको शक्तिमा परमेश्वरले आज तपाईँलाई खडा गर्नुभएको छ, यसमा लागिरहनुहोस् कि परमेश्वरले तपाईँको जीवनमा अबको दिनमा राखिएको रीतिको कुराहरू, नियतिको कुराहरू चाहिँ नि उहाँले पुरा गर्न लाग्नु भएको छ। स्वर्गले त्यो व्यक्तिहरूलाई, त्यो पुस्ताले खोजिरहनु भएको छ यो दिनहरूमा, जो चाहिँ उहाँको उपस्थितिको नजिकतामा बसिरहन्छ। सुन्नुहोस् है, जो चाहिँ उहाँको उपस्थितिमा बसिरहन्छ, जो परमेश्वरको नजिक छ नि, परमेश्वरले त्यसैले चलाउनुहुन्छ। आज म यो ठाउँमा बोल्दैछु नि, यो मेरो योग्यता होइन, यो त परमेश्वरको अनुग्रह हो। जब म जति उहाँको नजिकतामा जान्छु नि, परमेश्वरले मलाई त्यति नै युज गर्न थाल्नुहुन्छ। तपाईँले सबैभन्दा तपाईँको नजिकतामा रहेको जे पनि कुरा छ नि,
जुनै भाडा होस् तपाईँले त्यही कुरालाई बढी प्रयोग गर्नुहुन्छ। बुझ्दै हुनुहुन्छ? तपाईँले त्यही कुरालाई बढी प्रयोग गर्नुहुन्छ। त्यसरी हामी जति हामी परमेश्वरको नजिकतामा उहाँको उपस्थितिमा जान थाल्छौँ नि परमेश्वरले त्यही व्यक्तिलाई युज गर्नुहुन्छ, त्यही व्यक्तिलाई परमेश्वरले चलाउनुहुन्छ जसले उहाँको मुहारलाई एकटक्क गर्न हेरिरहन्छ, जसले उहाँको सुन्दरताको लागि खोजिरहन्छ, जसले उहाँको उपस्थितिको चाहना गर्छ। आमेन। जब मूसा सिनै पर्वतमा 40 दिन 40 रात प्रभुसँग बस्दै गर्दाखेरि नि मूसालाई थाहा नै भएन कि त्यो महिमा भित्र त्यो ग्लोरीभित्र पस्दै गर्दाखेरि नि उसको मुहारमा चाहिँ त्यो महिमा सरिसकेको थियो। मूसाको जीवनमा चाहिँ एउटा साधारण मानिसको जीवन चाहिँ नि महिमित भइसकेको थियो। आमेन। त्यसकारण मूसा नि त्यो उपस्थितिको चाहना गर्ने व्यक्ति, त्यो उपस्थितिमा भोकाउने व्यक्ति, परमेश्वरले के कुरा गर्न लाग्नु भएको छ, परमेश्वरले हाम्रो जातिमा कुन कुरा गर्न लाग्दै हुनुहुन्छ, भोलि हामी के गर्नुपर्ने, कहाँ सार्नुपर्ने यो पालहरूलाई, त्यो कुरा सुन्नको लागि नि मूसा परमेश्वरको उपस्थितिमा बसेको छ। आमेन। त्यसले गर्दाखेरि म यो पुस्तालाई भन्न चाहन्छु, जति तपाईँ प्रभुसँग गाँसिन थाल्नुहुन्छ, जति तपाईँ उहाँको नजिकतामा जान थाल्नुहुन्छ नि तपाईँको जीवनमा त्यति नै उहाँको उपस्थिति, उहाँको सामर्थ्य, उहाँको अभिषेकलाई तपाईँ भिज्न थाल्नुहुन्छ। आमेन। अनि यो पुस्ताबाट अबको दिनमा परमेश्वरले शक्तिशाली गर्न लाग्नु भएको छ। अनि यो प्रतिज्ञा तपाईँ अनि मेरो लागि हो। आमेन। हामी अन्तिम दिनको समयमा हामी अन्तिम खेताला बनिकन हामी उभिराखेको छौँ परमेश्वरको राज्यमा। त्यसले गर्दाखेरि तपाईँ जुनै ठाउँमा किन नहोस्, हामी एउटै राज्यमा काम गरिराखेका छौँ, हामी एउटै खेतमा काम गरिराखेका छौँ। तपाईँ एउटै खेतमा तपाईँ एक छेउबाट गर्दै हुनुहुन्छ, म अर्को छेउबाट गर्दैछु, अर्को व्यक्तिलाई अर्को छेउबाट गर्दैछ, तर राज्य एउटै हो, खेत एउटै हो, परम परमेश्वर एउटै हुनुहुन्छ। आमेन। त्यसले गर्दाखेरि म यो पुस्तालाई म यो कुरा भन्न चाहन्छु, परमेश्वरले तपाईँलाई दिनुभएको वरदानलाई सराउन थाल्नुहोस्, विश्वासमा तपाईँ खडा हुनुहोस्, परमेश्वरले तपाईँको जीवनबाट ठुलो काम गर्न लाग्नु भएको छ। आमेन। हुन्छ। तपाईँ सबैजनालाई जय मसीह।